ओके ल आज हामी चाहिँ हाइट एन्ड डिस्टेन्सको एंगल अफ इलिभेसनको बारेमा डिस्कस गर्दैछौँ है। योभन्दा अगाडि चाहिँ हामीले बेसिक कुराहरू लेखेका थियौँ, त्यसलाई पनि हेर्न नबिर्सिनु होला। ल आज हाम्रो छ एंगल अफ इलिभेसन। एंगल अफ इलिभेसन भनेको के हो है? यो चाहिँ डेफिनेसनमा पनि सी म्याथमा डेफिनेसनमा पनि 1 मार्क्समा आउन सक्छ र ओपीडी म्याथमा चाहिँ बुझ्दा राम्रो है। एंगल अफ इलिभेसन भनेको के हो भने हामीले कुनै पनि अब्जेक्ट अथवा वस्तुलाई चाहिँ हामीले अब्जर्भ गर्छौँ। हामीले कहिले माथितिर अब्जर्भ गर्छौँ, कहिले तलतिर अब्जर्भ गर्छौँ हैन। कुनै पनि वस्तुलाई हेर्छौँ नि हामी, कहिले ऊ माथि छतमा हेर्छौँ, ऊ त्यो माथि छतमा त ऊ कहिले कपाल कुरिरहेछ भनेर हेर्छौँ हैन। कहिले हामी चाहिँ ऊ त्यहाँ त्यो टावरको माथि के छ हेर्छौँ नि। हामीले वस्तुहरूलाई अब्जर्भ गर्ने हो। अब्जर्भ गर्दाखेरि एंगलहरू फर्म हुन सक्छन्। त्यसरी नै यो एंगल अफ इलिभेसनमा चाहिँ के हो भन्दाखेरि व्हेन वी मुभ आवर हेड अपवर्ड टु सी एन अब्जेक्ट, जब हामीले हाम्रो बडी अथवा टाउकोलाई चाहिँ के गर्छौँ, मासतिर गेर्छौँ, फर्काउँछौँ। के हेर्नको लागि? अब्जेक्ट हेर्नको लागि। अब्जेक्ट हेर्नको लागि हामीले जब हाम्रो टाउकोलाई चाहिँ मासतिर फर्काउँछौँ है, त्यो बेला है टाउको मासतिर फर्काउने बित्तिकै एंगल फर्म हुने होइन। त्यो बेला लाइन अफ साइट भन्ने हुन्छ र होराइजन्टल लाइन भन्ने हुन्छ। त्यो दुईटाको बीचमा एउटा कर्नर फर्म हुन्छ। त्यसलाई चाहिँ हामी के भन्छौँ? एंगल अफ इलिभेसन भनिन्छ। फर इक्जाम्पल अब हेर, तिमी यहाँनिर छौ है, तिम्रो आँखा यहाँनिर छ है। तिमीले यहाँबाट कुनै पनि एउटा घरको छतमा यहाँनिर अब्जर्भ गरिरहेको छ। यो चाहिँ घर भयो, यो घर भयो। एबी भनेको के भयो? एउटा घर भयो। यो घरको छतमा तिमीले अब्जर्भ गरिरहेछौ। तिमी यहाँ छौ हो, तिमी चाहिँ अब्जर्भर भयो। यो के भयो? अब यो घरको छत भनेको के भयो? यो भनेको अब्जेक्ट भयो हो। यो अब्जर्भर, तिमीहरू अब्जर्भर भयो। तर तिमीहरू चाहिँ के गर्यौ? तिमीहरूको टाउको मासतिर फर्काएर घरको छतमा यसरी हेर्यो हो। त्यो बेला यो भनेको तिमीले जुन हेर्छौ नि, यो लाइन हेर्छौ नि सिधै यसरी, त्यो लाइनलाई लाइन अफ साइट भनिन्छ। लाइन अफ साइट भनिन्छ। तिमीले यसरी हेर्दै होराइजन्टल लाइन यहाँनिर फर्म हुन्छ। यहाँ यसरी यो होराइजन्टल लाइन हो। तिमीहरू यहाँबाट अब्जर्भ गरिरहेछौ छैन? यो भनेको के हो? अब होराइजन्टल लाइन हो। यो होराइजन्टल लाइन हो। अब हेर, यो होराइजन्टल लाइन हो। अब हेर त, यो लाइन अफ साइट भयो। तिमीहरूले मासतिर अब्जर्भ गर्दाखेरि अपवर्ड लाइन अफ साइट भयो है। यो चाहिँ के भयो? होराइजन्टल लाइन भयो भने अब यहाँनिर एउटा कर्नर फर्म भयो कि भएन? कर्नर फर्म भयो। यो कर्नरलाई चाहिँ के भनिन्छ? एंगल अफ इलिभेसन भनिन्छ। ठिक छ। त्यसको डेफिनेसन के हो त सर भन्दाखेरि एंगल मेड बाई अपवर्ड लाइन अफ साइट विथ होराइजन्टल लाइन। एंगल मेड बाई अपवर्ड लाइन अफ साइट विथ होराइजन्टल लाइन। अपवर्ड लाइन अफ साइट र होराइजन्टल लाइन को बीचमा कर्नर फर्म हुन्छ हो। त्यसलाई चाहिँ अथवा एंगल फर्म हुन्छ। त्यही एंगललाई के भनिन्छ? एंगल अफ इलिभेसन भनिन्छ। ठिक छ। हामीले कुनै पनि अब्जेक्ट हेर्नको लागि हामीले के गर्नु पर्यो? त्यसो भए हाम्रो टाउकोलाई मासतिर चाहिँ के गर्नु पर्यो? फर्काउनु पर्यो। त्यो बेला होराइजन्टल लाइन फर्म हुन्छ। त्यो बेला लाइन अफ साइट फर्म हुन्छ हो। त्यो बीचमा कर्नर फर्म हुन्छ। त्यही कर्नरलाई चाहिँ हामी के भन्छौँ? एंगल अफ इलिभेसन भन्छ। कहिले काहीँ घरको छतमा बस्छ, यो घरको छत भयो हो भएन? अनि यो चाहिँ टावर हुनसक्छ। यो घरको छतबाट पनि त यसरी यो टावर अब्जर्भ गर्न सकिँदैन? सकिन्छ नि। त्यो बेला चाहिँ यो के हुन्छ? लाइन अफ साइट हुन्छ। यहाँनिर होराइजन्टल लाइन भन्छ। यसलाई एंगल अफ के भनिन्छ? एलिभेसन भनिन्छ। यस्तो केसमा जहिले पनि के हुन्छ? यो बेस सेम हुन्छ। यो बेस हो नि। यो घर जहाँबाट उभिएको छ, यो टावर पनि त्यही बेसबाट उभिन्छ। यो कुरा याद होस्।
सम्मा होस्, भिरालो होस्, पहाड होस्, जेसुकै होस्, क्वेसनले त्यो भन्दैन। ताकि हामीले के थाहा पाउनुपर्छ भने एउटै बेसबाट उभिएको हुन्छ। यो स्कुल भयो, यो ग्राउन्डमा गएर तिमी उभियौ, ग्राउन्डबाट तिमीले यहाँ माथि हेऱ्यौ भने यो तिमी उभिएको ग्राउन्ड र यो स्कुलको लेभल के हुन्छ? सेम। यो मानौ यो स्कुल भयो, यो स्कुल भयो, तिमी चाहिँ यहाँनिर छौ, अथवा यो स्कुल भयो, तिमी चाहिँ यहाँनिर उभियौ र तिमीले यहाँनिरबाट अब्जर्भ गर, उभिएर यहाँनिरबाट सक्क अब्जर्भ गर्यो भने तिमी जहाँनिर उभिएको ग्राउन्ड हो त्यही ग्राउन्डबाट स्कुल पनि उभिएको छ भन्ने कुरा थाहा पाउनुपर्छ। त्यही ग्राउन्डबाट बनेको छ। सर यो त स्कुलको त जग हालेछ, जग खन्नलाई 5-6 दिन लागेको थियो, त्यो हुँदैन। त्यो जगसँग हाइट एन्ड डिस्टेन्सले त्यति सरकार राख्दैन। बेसबाट सरकार राख्छ। यो बेस हो, यो बेसबाट तिमी जहाँबाट उभिएको छौ यो स्कुल पनि त्यहीँबाट ठड्याएको छ भन्ने कुरा हुन्छ। अनि यो जहिले पनि रेक्ट्याङ्गुलर हुन्छ। यो छ नि, यो मान्छे उभियोस् होइन, कहिले घर उभ्याइदिया हुन्छ, कहिले मान्छे उभ्याइदिया हुन्छ, त्यो बेलामा यो रेक्ट्याङ्गुलर हुन्छ। अनि यो र के हुन्छ? अपोजिट साइड के हुन्छ? अब इक्वल। त्यसो यो र के हुन्छ? इक्वल हुन्छ। यो चाहिँ बनाउनु पर्यो। बुझ्यो? क्वेसनले इक्वल भनेर दिँदैन, आफैले यहाँ यसको डिस्टेन्स दिया हुन्छ, यसको डिस्टेन्स दिनु भनेको यसको डिस्टेन्स दिनु, यतिको डिस्टेन्स दिया हुन्छ, यसको डिस्टेन्स थाहा पाउनु भनेको यसको डिस्टेन्स थाहा पाउनु। ठिक छ? आयो होइन त? एङ्गल अफ इलिभेसनहरूको डेफिनेसन पनि थाहा छ नि। एङ्गल मेड बाई होराइजन्टल लाइन विथ अपवर्ड लाइन अफ साइड, अथवा अपवर्ड लाइन अफ साइड विथ होराइजन्टल लाइन। ठिक छ? ल अब त्यसो भए अर्को अब हामी पढौँ एङ्गल अफ डिप्रेसन।